हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल। स्वागत छ मेरो युट्युब च्यानलमा तपाईहरुलाई। म आज चाहिँ यो पाटन दरबार यानि कि कृष्ण मन्दिरमा आएको छु। अब कृष्ण मन्दिर कस्तो रहेछ, म चाहिँ पहिलोचोटि आएको यहाँ चाहिँ हैन। यहाँ ब्याकग्राउन्ड देख्न सक्नुहुन्छ। अब म मात्र होइन, मेरो साथीहरु पनि दुईजना साथी चाहिँ हैन। यहाँ उहाँहरुले के हो मकै दिन लाग्नु भएको र साथी हो र। ल परिवारलाई चाहिँ यो दिन लाउनु भा पुण्य कमाउनु है, पुण्य कमाउनु पर्यो नि त परिवारलाई मकै दिएर। साथी के छ त नि, आज हामी कहाँ आएको रे? यो पाटन दरबार भन्छ रे। उहाँ पनि नयाँ छ कि हामी, उहाँ पनि नयाँ है, म पनि नयाँ, त्यही भएर त हामीलाई थाहा छैन यो पाटन दरबार भन्दो रहेछ कृष्ण मन्दिर है। अब पुरानो भएको थाहा हुन्थ्यो होला होइन, थाहा हुन्थ्यो। त्यस्तै छ है साथीहरू, लाइक सब्सक्राइब गरिदिनु, सेयर गरिदिनु है। मेरो साथीले भने जस्तै मेरो चाहिँ लाइक सब्सक्राइब गरिदिनु होला। उहाँले चाहिँ यसरी ढोक्दै हुनुहुन्छ यो मन्दिरलाई, यहाँ देख्न सक्नुहुन्छ। यहाँ माथि मान्छेहरू चाहिँ फेरि यो भजन गाउँदै हुनुहुन्छ कि माथि रहेछ। यो भित्र क्या, यो भित्र के रहेछ हामीलाई नै थाहा छैन खास। त्यो भित्र जाने होइन, हेरौँ न, हेर्दै हेर्दै गर्नु यो भित्र के रहेछ है। हेर्नुहोस् यो भित्र चाहिँ हामी जाँदैछ, के रहेछ हेरौँ। सन्चै हुनुहुन्छ? टिकट हो र? ए टिकट, एकछिन टिकट लिनु नि त एकछिन। ल हामी चाहिँ भित्र इन्ट्री गरेको। यहाँ हेर्नुहोस् त मेरो साथीले फेरि टिकट है भित्र छिर्नको लागि टिकट काट्नुपर्ने रहेछ। अहिले भिडियो बनाउँदै थियो तर मनाइ छ भन्नुभयो, त्यही भएर हामीले चाहिँ त्यसको भिडियो चाहिँ हाल्न सकेनौँ है, सरी। अनि किनकि त्यहाँ अलाउड छैन भन्नुभयो, त्यही भएर हामी चाहिँ खासै भित्र चाहिँ केही रहेनछ। तब पनि हामीले सबैजना टिकटक सिकटक बनाउने, त्यही हो, अरू केही छैन। यो भित्र आउनुहोस्, टिकटक बनाउनुहोस्, भिडियो बनाउनुहोस् होइन। त्यो बाहेक चाहिँ खासै यो भित्र चाहिँ देखेन है। अब 60 पैसा चाहिँ खेर गएको जस्तो लाग्यो भाइ। खेरै गयो हो खोइ त केही छैन त है, टाउकै छैन। ल यसको त टाउकै छैन। यो चाहिँ कृष्ण र राधाको मूर्ति रहेछ, यहाँ यो मात्र सधैँ रहेछ। ल हेर्नुहोस् यहाँ त छैन, मूर्तिको त टाउकै छैन क्या, यस्तो बिजोग छ है। टाउको खुट्टा केही छैन। फाइनली लगानखेल चाहिँ आइपुग्यो, लगानखेल बजार आइपुग्यो। यहाँ आज शनिबार धेरै भव्य मार्केट लाग्दो रहेछ। यहाँ देख्न सक्नुहुन्छ मान्छेहरूको भिडभाड हेर्नुहोस्। यहाँ पसलमा, रोडमा गाडी हिँड्ने बाटो छैन, मान्छेको यस्तो भिड रहेछ। अब लगानखेलमा म पनि पहिलोचोटि आएको, खासै थाहा थिएन। अब पहिलोचोटि चाहिँ थाहा भयो यति भिडभाड हुँदो रहेछ। यो रोड हो है, यो चाहिँ यहाँ देख्न सक्नुहुन्छ, यो रोड हो, गाडी हिँड्ने रोड छैन, गाडी हिँड्नै पाउँदैन, मान्छेको यति भिडभाड छ। आमामा मान्छेको कपडाको होइन, सेल लाग्यो भएर मान्छेले कति कपडाहरू छाप्दै हुन्छ। हो साईमा कपडा पाउँदो रहेछ। साईमा चाहिँ के पिन्नुहुन्छ तपाईँले? ए हो र, ए साईमा, यहाँ चाहिँ साईमा पाउने रहेछ। ट्याक्कै बेलुका शनिबार आउनुहोस्, तपाईँहरूले पनि साईमा चाहिँ कपडा फलाफल लानु पाउँछ है। 100 रुपियाँमा पनि कपडाहरू पाउने रहेछ। कस्तो पाउँछ त्यो त थाहा भएन, मान्छे एकदम भिडभाड थियो, हामीले खासै हेरेनौँ, मान्छे एकदम भिड छ। हामी चाहिँ खास किन्नको लागि आएको चाहिँ होइन, यसो घुमघाम गर्न मात्रै आएको हो, के कस्तो हुँदो रहेछ भनेर हेर्न मात्र आएको है हामी चाहिँ। सङ्खे मामा हो र? मैले त पहिलोचोटि देखेँ यो सङ्खे मामा त। हो र, के हो र यो? यामरी। ए ल त अब भोलि आउँछ नि त है। हस् आज अलिकति छिटो छ क्या, छिटो जानुपर्ने भयो।